हेलो साथीहरू नमस्ते। अहिले जापानको 12 बजेको छ। नेपालबाट हेर्दै हुनुहुन्छ भने नेपालको अब बिहानको 9 बजिरहेको होला। त्यसैले नेपालबाट हेर्ने साथीहरूलाई चाहिँ बिहानको शुभ बिहानी भन्न चाहन्छु। म चाहिँ अहिले कामबाट अहिले 12 बजेको एकछिन खाना खाने ब्रेकमा यसो खानासाना खाएर बाहिर निस्केको। अब मेरो काम गर्ने ठाउँको यताउताको लोकेसन देखाउन चाहन्छु है त। म काम गर्ने भनेको अब जापान भन्ने बित्तिकै अब ठुल्ठुला बिल्डिङ, ठुल्ठुलो अब सहरहरूको देश भनेर भन्नुहुन्छ होला, तर यता चाहिँ यस्तो छ, खेतहरू पनि हुन्छ, गाउँहरू पनि हुन्छ। म चाहिँ अहिले गाउँ एरियामा बसिरहेको छु। पहिला चाहिँ म सिटीमै आएको थिएँ स्टुडेन्टमा, अहिले चाहिँ अब वर्किङ गरिसकेपछि चाहिँ गाउँतिर आउनुपर्ने अवस्था भयो। म काम गर्ने चाहिँ यो बिल्डिङ देखिराख्नु भयो नि, यो चाहिँ हो। अहिले चाहिँ यता अहिले खेतमा गहुँ लगाएको रहेछ। अहिले चाहिँ गहुँ हरियो भएको छ, अझै पाक्ने समय भएको छैन। अब पाक्ने अब 1 महिनापछि होला। र यो बिल्डिङ चाहिँ यो गाउँको यो टोलको भनौँ न, यो चाहिँ साझा घर। अब यहाँ चाहिँ बाढी पीडितकै अब प्रकोप आयो भने चाहिँ यहाँबाट चाहिँ अब यो सरकारी भवन जस्तो यहाँबाट चाहिँ अब उद्धारका सामानहरू चाहिँ यो भित्र राख्ने गर्छन् क्या। बेला बेलामा मान्छेहरू आइरहेको हुन्छन् यहाँ काम गर्ने कर्मचारीहरू। यो चाहिँ खोला हो, खोला जस्तै हो भनौँ, पानी जम्मा गरेको यो चाहिँ नहर जस्तो। यहाँ चाहिँ हाम्रो यो बाजे चाहिँ जहिले बिहानदेखि दिनभरि माछा मार्ने काम गर्नुहुन्छ। माछा पर्छ कि पर्दैन जहिले देखिरहेको हुन्छ। त्यो बरको हाम्रो ती बाजे नि घुमिरहन, अहिले घाम ताप्न हिँडिरहन्। मसँगै काम गर्ने बाजे हुन्थे नि, यसो अनुसन्धान गर्दैछन् के छ त यतातिर भन्दै। यस्तै छ साथीहरू। अब गाउँ जापान भनेर पनि सहर जस्तो अब सहर बजार हुँदैन, गाउँ पनि हुन्छ, डाँडा काँडामा सबै हुन्छ। अहिले चाहिँ म गाउँ घरतिरको रमाइलो अनुभव लिइरहेको छु भनौँ। ओके, यस्तै अब म अरू भिडियो नि हाल्दै गर्नेछु। अहिलेलाई बाई बाई।